प्रिय जन्मभूमि, तिमीलाई विदेशबाट चिठी लेख्दैछु। जति दुःख गरे पनि तिम्रै काखमा रमाउने सपना देख्दैछु। मेरो मोबाइलमा रहेको तिम्रो तस्बिर हेर्दैछु र मेरो व्यथा सुनाउँदैछु। बेरोजगारी भएर ऋणको भारी बोकेर आमाको थैलो रित्याएर अनि अलिकति भएको जग्गा पनि धितो राखेर विदेशिएँ। विडम्बना, म अहिले मरुभूमिमा दुःखको लाइनमा बसेको छु। दलालको झुटो कुरामा फसेको छु। यहाँ मैले गरेको दुःख मैले मात्र देख्छु। अब पसिनाको पोखरीमा नै भाग्य खोज्छु। सिप सिकेर मेरै पोखरी रोज्छु। मैले परिवारका खाँचोका लागि र छरछिमेकका चासोका लागि काँडामा टेकेर भए नि कमाउनु छ। चोट खपेर भए नि आशाको पोखरीमा रमाउनु छ अनि 2-4 पैसा कमाउनु छ। आमालाई गुराँसको बुट्टा भएको सारी, बालाई दौरा सुरुवाल लानु छ। मेरी सानी छोरी बा बुट्टे जामा ल्याउनु भनेर फोनमा भन्छिन्। अनि मेरी मुनाको ओठमा पनि त मुस्कान छर्नु छ। मेरो यहाँ आएपछि काम गर्ने क्षमता बढेको छ। आफ्नै देशमा 5 पत्र छाला उक्काउने जोस चढेको छ। यति खटे त मेरै भूमिमा सुन फल्ने सपना देख्छु। के धेरै गन्थन गर्नु प्रिय धरती, केही वर्षपछि त तिम्रै काखमा टेक्छु। धन्यवाद।